र कानुनले कडाभन्दा कडा कारबाही पनि गरिन्छ, निगरानी पनि गर्नुपर्नेछ, छानबिन पनि निष्पक्ष रूपमा गर्नुपर्नेछ। यो कुरालाई गम्भीरताले लिनुपर्नेछ। यस्ता कुराहरू नेपालका हरेक ठाउँहरूमा, इन्डियामा मात्र होइन, हरेक जिल्लाहरूको, हरेक देशहरूमा यस्ता कुराहरू भइरहेका छन्। जो कि बडसमा राखेका बच्चाहरू झुन्डेर मर्ने, स्कुलभित्र तपाईँको चाहिँ झुन्डेको अवस्थामा धेरै बच्चाहरू मरेका छन्, बालबालिकाहरू। यो किन भइरहेछ, यो कसरी भइरहेको छ? न जानाजानी गर्यो, न कसैले बाध्यतामा बनायो, न कसैले चाहिँ पिटपाट गरेर मरेर चाहिँ छानबिन निष्पक्ष रूपमा हुनैपर्छ। आज उहाँ जस्तो धेरैजनामा यस्तो भइरहेको छ। यो कसरी भयो, के गरी भयो, राज्यले यसलाई ध्यान आकर्षण दिनैपर्छ। यो राज्यले छानबिन गर्ने बेलामा हो। अझ प्रकाश भुजेलले यसको विषयमा खुलस्ता भन्नुभन्दा पनि मैले खबरदारी मात्र गर्ने, राज्यले छानबिन गर्नुपर्छ। अब यो राज्यले त छानबिन भन्दा पनि हाम्रो इन्डियामा दूतावास छ हैन, दूतावासद्वारा इन्डिया सरकारलाई चाहिँ ध्यान आकर्षण गराउनु पर्ने हो। नेपालले पहिलेकोमा पनि खासै त्यति धेरै ध्यान आकर्षण गराएन आफ्नो ठाउँमा छ। यो विषयलाई चाहिँ के भन्नुहुन्छ? म त के भन्छु भने अरू मरेको म त जहाँसम्म लाग्छ कुखुराको चल्ला मरे जस्तो, को मरेको जस्तो लाग्छ होला। अलिकति हुने खाने, अलिकति ठुलाफडाको छोराछोरी भइदिएको भए त्यसलाई गहिरो अनुसन्धान पनि हुन्थ्यो। तर त्यो बहिनीको परिवार अब कतिको हुनुहुन्छ? त्यो बहिनीको परिवार त्यति नै अब अनुसन्धान गर्नको लागि त्यस्तै अनुसन्धान व्यक्तित्वहरू भनौँ न राज्य सत्तामा रहेका मान्छेहरूलाई गएर गुहार्यो भने सम्भव छ। अब कोही छैन, उसको बोल्ने मान्छे पनि छैन, उसले बोल्न सक्दैन, उसको कोही छैन भने त्यो केस त्यतिकै दब्बिन्छ। मर्नी मरेर गइसक्यो, पीडितै हुनेछ। किनभने हाम्रो मधेस मुलको 2 नम्बर प्रदेशको चाहिँ चेली पनि हुनुहुन्छ। मलाई त माया लाग्छ। वीरगञ्ज उहाँको घर भन्ने कुरा सुनेको छ। चाहे मधेस होस्, चाहे हिमाल तराई पहाड जहाँसुकै होस्, क्या हामी नेपाली हौँ। नेपालीलाई कसैले त्यसरी मर्ने बाध्यता र कसैले चाहिँ हत्या हिंसा गर्छ भने हामी नेपाली गोर्खाली कहिले पनि पछाडि झुक्दैनौँ। हामी अहिलेसम्म इतिहासमा कसैको दासी भएका छैनौँ र अर्काले हामीलाई हेपजेप गरेर त्यसरी निर्ममपूर्वक हत्या यदि गरेको हो, षड्यन्त्रपूर्वक हत्या गरेको हो भने त्यो दोषीलाई कारबाही हुनुपर्छ। म यहाँबाट भन्न चाहन्छु। जस्तै पछिल्लो समय धेरै विदेशको पनि इतिहास हेर्ने हो भने अस्ट्रेलियातिर, क्यानाडातिर, अमेरिकातिर विद्यार्थीहरूको अलिकति यस्तो खालको मृत्युको प्रकरणहरू जुन आइरहेछ, किन बढ्दो अवस्थामा छ तपाईँको विचारमा? यो पहिलाचोटि यो राज्यले ध्यान आकर्षण नदिएको। हाम्रो नेपालको राजदूतहरू जति विदेशमा बस्नुहुन्छ नि, आफ्नो नेपाली कुन तरिकामा छ, आफ्नो नेपाली कसको अन्डरमा छ, त्यति पनि उहाँहरूलाई ध्यान छैन। आफ्नो नेपाली लगेर भिसा दिएर बेचेर पैसा तिरेर बेचेर त्यो ठाउँमा पुर्याएको हुन्छ, अरूको हातमा लगेर सुम्पिदिया हुन्छ, अरूले कुटपिट गरे हुन्छ, अरूले दास बनाएको हुन्छ। तर आफ्नो दूतावासलाई आएर, नेपालको दूतावासलाई आएर लौन यहाँ पाएन हजुर भन्दाखेरि त्यो कुरा सुन्दैनन् उहाँले। विदेशीकै कुरा सुनेर उल्टो चाहिँ पिटपाट गरेर उसलाई नेपाल पठाउने कि कारबाही गर्ने कि उल्टो चाहिँ त्यो दुखीको कुरा सुन्दैन नि। आफ्नैले साथ दिँदैन भने पराइले त किन हामीलाई हेप्दैन? नेपाल यस्तो ठाउँ हो कि तपभूमि, यो धर्मको एउटा भनौँ न एउटा छुट्टै एउटा प्रान्त हो, स्वर्गको एउटा छुट्टै एउटा प्रान्त हो। नेपाल भनेको चाहिँ ऋषिमुनिहरूले तपस्या गरेको ठाउँ हो। यहाँ के छैन? सुनको खानी छ, यहाँ मर्तेलको खानी छ, डिजेलको खानी छ, चाँदीको खानी छ, तामाको खानी छ, सबै पुरा भरिपूर्ण छ। तर हाम्रा नेताहरूले कहिले पनि यसको विषयमा खण्डन गर्न खोजेनन्, निकाल्न खोजेनन्। यहाँबाट चाहिँ जनतालाई फाइदा हुने भयो, जनताले काम पाउने भयो, होइन? जनता धनी हुने भयो। यो जनतालाई जहिले पनि दासी बनाउनु पर्छ, यिनीहरूलाई जम्मैले हेपेर यिनीहरूलाई चाहिँ जहिले पनि खुट्टा मुनि नै पैताला मुनि राख्नुपर्छ भन्ने सोच र विचारले गर्दाखेरि आज हाम्रो डक्टरको मान्यता छैन, हाम्रो पाइलटको मान्यता छैन, न साधु सन्त मन्त कुनै न यहाँनिर भनौँ न कुनै न डक्टरले पाउँछ, न गाडीको ड्राइभरले नै पाउँछ, कसैले पनि मान मर्यादा पाएको छैन। सरकारी कर्मचारीलाई पनि छैन। भनौँ भने न्यायालयको ढोकामा शुद्ध भ्रष्टाचार छ। यहाँ न्यायालयको ढोकाभित्र यहाँ राजनीतिक छ, यहाँनिर त प्रशासन राजनीतिको हातमा छ, सबै चिज डामाडोल छ। क्या यहाँ भनौँ कसरी भनौँ, यहाँ त देखेर पनि नदेखेको जस्तो गर्न परेको छ। चेली मरे कठैबाट, कसको चेली हुन् मरे, तर मरेकै हुने भए आजसम्म कति लगभग 1-2 दिन भएन ल, अनि अहिलेसम्म छैन, अत्तो पत्तो छैन। अब लासलाई प्याक गरेर यता पठाइदिन्छ,
पीडितै हुन्छ। बिचारा कति बाउआमाले खर्च गरेर ठुलो बनाउँछु भन्ने सोच विचार होला, त्यो कुन ठाउँमा मर्यो, यस्तो घटना फेरि घटिरहेको छ, त्यो घटना कसले गरायो त्यो छानबिन त्यहाँको राज्यले नि गर्नुपर्छ, त्यहाँको सङ्घ संस्थाले गर्नुपर्छ। हामीले पनि निष्पक्ष रूपमा हाम्रो नेपालको पनि राजदूतबाट चाहिँ यहाँबाट चाहिँ अनुसन्धान विज्ञ गरेर अनुसन्धान गर्न दिने पाउने सुविधा यही सरकारले बनाउँछ। भनेपछि अन्तर्राष्ट्रिय जुन एउटा मापदण्ड छ त्यो मापदण्ड नेपाल सरकारले अपनाओस्, हाम्रो परराष्ट्र नीति पनि एउटा सही भइदियोस्, एकदमै त्यो चेलीले न्याय पाओस्। त्यो चेलीले हुन त अब न्याय पाएर बिचारा मरेर गइसक्यो, उसले अर्को जुनी लेला नलेला होइन, खाउँ लाउँ भने कलिलो अवस्थामा ज्यान गुमाएको छ त्यो चेलीले। झुन्नाएर चाहिँ राखेको अवस्था देखेको छु हामीले सामाजिक सञ्जालमा। त्यो झुन्नाएको हो कि झुन्नेको हो त्यो प्रमाणित हुन पर्यो। तर यहाँ झुन्नाए पनि यहाँ झुन्नेको भन्ने बनाउँछन् क्या, त्यो नहोस्। त्यो चेलीको आत्माले, त्यो चेलीको आँसुले, त्यो चेलीको भनौँ न त्यो सपनाले भोलि पोल्नेछ। कसैले यो घटनालाई ढाकछोप गर्यो भने भोलि पोल्नेछ। त्यसैले म चाहिँ भन्छु यो घटनालाई कहिले पनि नछुपायोस्। हाम्रो नेपालको चेली हो, हाम्रो चेली हो। हाम्रो चेलीलाई, हाम्रो कुनैलाई पनि नेपाली दाजुभाइहरूलाई विदेशमा अर्काले यसो गरेको, यदि विदेशमा अरूले दास बनाएर अरूले कुटपिट गरेर यसरी मार्छ भने त्यसको प्रतिकार र त्यसको लागि बोल्ने सङ्कल्प प्रकाश भुजेलले लिएको छ। ल म लिन्छु त्यसको प्रतिकार र म त्योसँग जुझ्न, त्योसँग भन्न, म त्योसँग लड्न तयार छु। युवाहरूलाई हामी उठाउन तयार छौँ। भोलि युवा, नेपालको युवा भोलि यो कुरालाई साथ दिएर हजारौँ लाखौँ मेरो साथमा भयो भने पक्कै नै त्यस्ता हत्या गर्ने र गराउने, खोज्ने र खोजाउनेलाई हामी कारबाहीको दायरामा हामी आफै स्वयं नेपाल सरकारको ढोका ढकढकाउन यहाँको युवा जानेछौँ। यो ढाकछोप नहोस्, त्यो चेलीले न्याय पाउनु पर्यो। यो ढाकछोप नहोस्। आज निर्मला पन्था जस्तो आज हामीले बिर्सेका छैनौँ नि त्यो घटनाहरू होइन। त्यो घटना ताजै छ, हामी मर्नुपर्छ कि त्यो घटना बिर्सिनलाई। आज न्याय पाएको छैन कतिले, खोइ कहिले पाउने, कुन सरकारले दिने न्याय दिन पर्यो। बोल्ने मात्र होइन, कुर्सीमा बसेपछि म गर्छु भन्नेले किन गरेन। आज म यहीँबाट भन्न चाहन्छु त्यो बहिनीले न्याय पाउनु पर्यो, उसको परिवारले पाउनु पर्ने सेवा सुविधा पर्छ। यहाँनिर हरेक मान्छेको बच्चाहरू लगेर सङ्घ संस्थाले, त्यो मात्र नभई धर्मको केही गुरुहरूले पनि पालेको ठाउँमा बच्चाहरूलाई झुन्डाएर मारेको देखियो। त्यो किन मारियो, त्यो के को लागि मार्यो? न त्यो बच्चाले केही देख्यो, न त्यो बच्चामा चाहिँ किन दुर्व्यवहार भयो, त्यो बच्चाले भन्छ कि भनेर भित्रभित्र मारियो कि, यसको छानबिन किन हुँदैन? राज्यले संरक्षण गरेर राख्छ गलत गर्नेलाई, त्यो गलत नहोस् भन्न चाहन्छु म चाहिँ। निष्पक्ष छानबिन हुन पर्यो। मान्छे मर्नको लागि एउटा भुसुना मरेको होइन। भुसुना मर्दा त हामीलाई ऊ लाग्छ, माया लाग्छ। मान्छे हो, मान्छेको जिन्दगी हो। चान्चुने छैन नि, 84 लाख जुनीपछि मान्छेको जुनी ल्याइन्छ। यो मान्छेको जुनी बन्नको लागि कतिवटा हजारको चाहिँ, कति हजार लाखौँको चाहिँ तपाईँको चाहिँ जुनी लिएर चाहिँ मान्छेको जुनी पाइन्छ। अनि एक बार आएको मान्छेको जुनीलाई के खेलाउन कागज सम्झेको छ? के मरेको मरेकै हो? मान्छेले कमाएकै, हेरेको हेरे, काम गरेको गरे, दुःख पाएको पाएकै, सुखमा बसे सुख पाएको हुँदैन। एउटै हातको नङ र ओम्ला त तल र माथि छ भने यो तल र माथि भएर के हुन्छ? हामी एउटै पन्जामा छौँ, हामी एउटै भूगोलमा छौँ, हामी एउटै पृथ्वीमा छौँ। तर यो अत्याचार हुँदैन। यसको निष्पक्ष छानबिन हुनुपर्छ। त्यो बहिनीले मात्र नभई त्यो बहिनी जस्तो हजारौँ मरेको छ। हिजोको घटनालाई पनि यहाँ ल्याएर जोड्न पर्छ। हस् गुरु, समय र सम्वादको लागि यहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। एउटा हामीले एउटा कुरा बुझ्न नसकेको, त्यो ठाउँमा पहिला पनि एकजना नेपाली चेलीको निधन भएको थियो, आत्महत्या नै भनेर स्थापित भएको थियो। एकचोटि मात्र होइन नि, त्यहाँ त त्यही ठाउँमा अहिले पनि नेपाली चेली नै मर्यो। पहिला पनि नेपाली चेली। खालि मर्ने चाहिँ नेपाली मात्र किन रहेछ? त्यो इन्डियाको त्यस्तो त्यो के हो? त्यो अचम्म। हाम्रो फेरि जाने हाम्रो मान्छेहरू चाहिँ इन्डियामा लगेर किन पढाउनु पर्यो त? हाम्रो नेपालमा पनि कलेजहरू राम्रो छन्, धेरै राम्रो कलेज। तर नेपालको कलेज के गर्नु? नेपालको कलेजमा फी महँगो छ।
महँगो हो र फी महँगो छ। त्योभन्दा त उता बस्ने खानेदेखि लिएर हरेक कुरोमा त गाह्रो पर्ला झन् नेपालमा म नि त सस्तो जस्तो लाग्छ हाम्रो नेपालको आफैलाई बेइज्जत गरे त होइन, म यसो विचार गर्छु। तर गल्ती कसको हो? न राज्यको गल्ती हो, न त्यहाँको कर्मचारीको गल्ती हो, न त्यहाँको भनौँ न, यो भनेर भन्नै सकिँदैन। यहाँ जो पनि कमाउँछ है। जस्तो तपाईँको एकजना